लगायत सम्पूर्ण पत्रकार साथीहरू आज चाहिँ यस कार्यक्रममा मलाई बोलाएर दुई शब्द चाहिँ राख्न दिनुभएको छ। त्यसको लागि मैले आफूलाई एकदम गौरवान्वित महसुस गरेको छु। म हिजो मात्रै यस आफ्नो जिल्ला परिषद कार्यालयमा हाजिर भएको थिएँ र लगत्तै तपाईँहरूसँग चाहिँ एउटा भेटघाट कार्यक्रम राख्छु नै मैले सोचिरहेको थिएँ। त्योभन्दा पहिले यहाँ आउनु पाइयो, यो जुन खुसीको कुरा हो। लगत्तै मैले चाहिँ तपाईँहरूसँग एउटा भेटघाटको कार्यक्रम पनि राख्छु र के कसरी चाहिँ हामी चाहिँ अगाडि बढ्छौँ, तपाईँहरूको राय पनि हामी लिनेछौँ। त्यो राय अनुसार चाहिँ तपाईँले दिएको राय सुझावको आधारमा त्यसलाई हामीले रिफरेन्स बनाएर त्यसलाई रिफरेन्सको रूपमा लिएर हामी अगाडि बढ्ने चाहिँ योजना बनाएका छौँ। लगत्तै छिटै अगाडि बढ्ने र अब मैले बुझेअनुसार पत्रकारिता भनेको एउटा चुनौतीपूर्ण पेसा। तपाईँहरूले एउटा चुनौतीपूर्ण पेसा गरिरहनु भएको छ। जतिको प्रहरीले आफ्नो चुनौतीपूर्ण कामहरू गरिरहेको हुन्छ, त्यसै गरी तपाईँहरूले पनि धेरै चुनौतीपूर्ण कामहरू गरेको हुन्छ। तपाईँहरूसँग हात हतियार हुँदैन, अझ प्रहरी हुँदैन, तपाईँहरू एक्लै चाहिँ विभिन्न ठाउँ जानुपर्ने हुनसक्छ र त्यहाँ तपाईँहरूले न्युज सङ्कलन गर्ने क्रममा कैयौँ घटनाहरू भएको तपाईँले आफै पनि देख्नु भएको छ। भर्खरै काठमाडौँमा नि यस्तो घटना घटेर एकजना पत्रकारको जलेर मृत्यु हुनुभएको छ। त्यस्ता घटनाहरू पनि हुनुहुन्छ। त्यो भएको कारणले तपाईँहरूले चाहिँ आफ्नो पत्रकारिता गर्दाखेरि तपाईँको ज्यान जोखिम त छ, तर चुनौती पनि छ। तर ती कुराहरूलाई पनि राखेर तपाईँहरूले अलिकति सुरक्षित तरिकाले पनि आफ्नो न्युज बनाउनु पर्ने हुनसक्छ। न्युज सङ्कलन गर्ने क्रममा आफ्नो जीव ज्यानलाई पनि अलिकति राम्रोसँग ख्याल गरेर सुरक्षित तरिकाले गर्नुहोला भन्ने मेरो सुझाव दिन पनि चाहन्छु। र तपाईँहरूलाई चाहिँ यो सूचना सङ्कलन गर्ने क्रममा शान्ति सुरक्षाको कुनै चाहिँ समस्या देखियो, त्यसको महसुस भयो भनेपछि तपाईँहरूसँग हाम्रो जिल्ला परिषद कार्यालयको पक्कै पनि सम्पर्क नम्बर छ, तपाईँहरूले गर्नुहोला। जतिखेर पनि तपाईँहरूको लागि प्रहरी चाहिँ उपस्थित हुनेछ। तपाईँहरूले चाहिँ तपाईँहरूको न्युजमा चाहिँ यो तपाईँहरूको एउटा समाजको ऐना हो नि त। त्यो भएको कारणले गर्दा तपाईँहरूले राम्रो न्युजहरू बनाउनुपर्छ। समाजलाई चाहिँ तपाईँहरूले चाहिँ एउटा गाइड हो, तपाईँहरूले चाहिँ डोर्याउन सक्नुहुन्छ भन्ने मेरो एउटा भनाइ पनि रहेको छ। र अर्को कुरा चाहिँ अहिले भर्खरै ल्याएको कुराहरू आए र अहिले चाहिँ एकदम प्रतिस्पर्धाको जमाना छ र तपाईँहरूको पनि कुनै चुनौतीहरू छ। न्युज बनाउने क्रममा त्यो अथेन्टिक भइसकेको हुँदैन। न्युज बनाउँदा पछि फेरि त्यो कहिलेकाहीँ विवादमा आउने पनि गर्छ। त्यसकारण चाहिँ तपाईँहरूले पनि अब यो मेरो राय सुझाव हुनसक्छ होइन। अब धेरै आजकल त पहिला जस्तो थोरै नभएर धेरै मिडियाहरू छन्, युट्युबहरू छ, विभिन्न छ। त्यही भएर न्युज पहिले आइदिन्छ। न्युज पहिले आउँदाखेरि चाहिँ अब त्यो चाहिँ कहिलेकाहीँ चाहिँ जुट्टा किसिमको पनि न्युज हुन जान्छ। त्यो भएर चाहिँ मेरो राय सुझाव तपाईँहरूले चाहिँ एकदम डेप्थमा गएर राम्रोसँग चाहिँ न्युज बनाइदिनु होला। किनभने पत्रिकामा आएको चिज नै त्यही अनुसार चाहिँ समाजले चाहिँ आफ्नो धारणा बनाउँदो छ। त्यो भएर तपाईँहरूको चाहिँ झन् गहन जिम्मेवारी छ। समाजलाई चाहिँ कता डोर्याउने भन्ने कुरा तपाईँहरूको गहन जिम्मेवारी भएको हुँदा उहाँलाई चाहिँ मेरो चाहिँ राय सुझाव राम्रोसँग डेप्थमा धेरै हतार नगरेर न्युज बनाउने चक्करमा चाहिँ गल्ती नहोस् भन्ने किसिमको पनि उहाँलाई चाहिँ म एउटा सुझाव दिन चाहन्छु। र त्यस्तो अहिले फेरि हामी चाहिँ केही भए छलफल पनि गर्छौँ र जिल्ला परिषद कार्यालयबाट आयोजना हुने कार्यक्रम त आफ्नो ठाउँ छँदैछ। अहिले तपाईँहरूको त्यस्तो केही छ भने हामी छलफलद्वारा पनि केही समाधान गर्ने प्रयास गर्छौँ र तपाईँहरू र प्रहरी हामी चाहिँ एउटा नौमासुको सम्बन्ध लिएर काम गर्नुपर्ने हुनसक्छ र तपाईँहरूको चाहिँ हरेक चाहिँ समस्यामा तपाईँहरूको शान्ति सुरक्षाको विषयमा प्रहरी सधैँ साथ हुनेछ भन्ने कामना व्यक्त गर्दै दुई शब्द मेरो यही अन्त्य गर्छु। धन्यवाद।